यदि हजुरहरूलाई पनि वेट गेन गर्न एकदम ढाउ भइरहेको छ भने मैले फलो गरेको यी 3वटा स्टेपहरू चाहिँ फलो गर्न सक्नुहुन्छ। मैले यी 3वटा स्टेपहरू फलो गरेर 49 केजीदेखि 72 केजीसम्म वेट गेन गर्न एकदम सजिलो भएको थियो। नम्बर 1 स्टेप छ पोषक तत्त्वहरूको बारेमा ज्ञान लिनुहोस्। न्युट्रिसनल एजुकेसन। यदि न्युट्रिसनल एजुकेसन राम्रो भयो भने हजुरहरूलाई वेट गेन गर्नको लागि कति क्यालोरी कन्ज्युम गर्ने र कुन फुडहरूमा कति क्यालोरी हुन्छ र कुन फुडहरू चाहिँ राम्रो कार्बोहाइड्रेट, प्रोटिन या फ्याटको सोर्स हो भनेर राम्रोसँग थाहा हुन्छ। त्यसैले न्युट्रिसन एजुकेसन लिनुहोला। नम्बर 2 स्टेप छ मास्टर द एक्सर्साइज। एक्सर्साइज गर्यो भने राम्रोसँग भोक लाग्ने प्लस आफ्नो मेटाबोलिजम बेसिक मेटाबोलिक रेट इन्क्रिज हुने भएकोले राम्रोसँग वेट गेन गर्नमा एकदम मद्दत गरिरहेको हुन्छ एक्सर्साइजले। नम्बर 3 क्वालिटी स्लिप लिनु होला। यदि क्वालिटी स्लिप लियो भने एक्सर्साइज गरेको एकदम राम्रोसँग रिकभर हुन्छ र भोक लाग्ने साइकल पनि एकदम नर्मल ठाउँमा आउँछ। यसरी नै हजुरहरूले 3वटा स्टेप फलो गरेर इजिली वेट गेन गर्न सक्नुहुन्छ मैले जस्तो।